लक्ष्मी लक्ष्मी रहेछ लक्ष्मी होइन ओहो शिवजी अम्मा यो त हल्लियो त ओर्दिन रहेछ हो डम्बर मासर गाँजा खारा खारा चिस भएको छ यो गदेडी छाली गाँजा खारा खारा चिस भएको छ यो गदेडी छाली हेलो एभ्रिवान व्हाट्सअप युट्युबमा नयाँ भ्लग आइसकेको छ यतिखेर हुन्छ नि चट्ट लाएर म कामबाट फर्किँदैछु धेरै पछि कामबाट छिटै फर्किँदैछु होइन त किन ढिलो तिमी अफिसभरिमा तिमीलाई खोजेर मैले तिमीलाई खोजी खोजी आएको त्यहाँ उतेलाई पनि भनेको थिएँ मैले आज अलिक छिटै छुट्टी भएको आज एउटा रणमतीले कामबाट हुन्छ नि त्यसले गर्दा छिटै आएको हो क्या होइन त आज एउटा रणमतीले कामबाट हुन्छ नि त्यसले गर्दा छिटो पठाएको क्या त त काम गर्नु त मन थियो मलाई त्यसले गर्दा छिटो आएको आकाशको चिन्ची पप्पा लेखिन्छ फेरि यो के छ त बाह्र जस्तो फ्रास नबनाउ न बाह्र जस्तो फ्रास नबनाउ न यतिखेर चाहिँ हामी सरर छौँ के भन्छ यसलाई चाल्नाखेलको त्यो हस्पिटल वरा चोकमा त्यो जिमसिम गर्ने ठाउँ यहाँ माथि आइसकेको छ हाम्रो हामी हिँडिरहेको छौँ टोलु टोलु साथी तिमीलाई म एउटा गिफ्ट दिउँ भनेको थिएँ थाहा छ गिफ्ट थाहा छ एउटा भनेको एउटा मास्क किनिदिउँ भन्ने थियो क्या एउटा भनेको एउटा मास्क किनिदिउँ भन्ने थियो क्या ल हाम्रो जिमसिम गर्ने ठाउँ यहाँ माथि छ एक्सर्साइज भनौँ जिमसिम नभनौँ एउटा खटेर बाइक नाको यहाँबाट असल केटा रुममा जाने हो गेम खेल्ने हो टाइममा सुत्ने हो त्यहाँबाट उठ्ने हो फेरि भोलि बिहान चाँडै उठेर छुइँ चाहिँ ट्याक्क 8 बजी काम आइपुग्ने हो त्यसरी रिसार नहेर न खै कस्तो रिसार हेरेको हौ यहाँ चाल्ना खेलमा सर लाएर के भन्छ मूर्ति सुर्ति नि दामी बनाउँछ होइन सबैले अब यहाँबाट टक्क सोचेर राजालाई जोडी खतरा सुहाउँछ अनि त्यसपछि यहाँ हुनुहुन्छ हाम्रो गौतम बुद्धजी हेलो गौतम बुद्धजी के थाहा छ बोल्नु न त फेरि आमा बोले न अनि यहाँ हाम्रो देवेन्द्रजी ओहो शिवजी अम्मा यो त हल्लियो त ओर्दिन रहेछ हो मासर गाँजा खारा खारा चिस भएको छ यो गदेडी छाली मासर गाँजा खारा खारा चिस भएको छ यो गदेडी छाली अनि यहाँ अरू चिज पनि बन्छ यहाँ बन्ने ठाउँ यहाँ तल छ सरर लाएर हाम्रो चट्ट लाएर मोटी भैँसी मोटी भ्यास भन्न चाहन्छु म भैँसी मोटी भ्यास भन्न चाहन्छु म मोटी भ्यास चाहिँ हाम्रो भ्लग हेर्दै हुनुहुन्छ भने उहाँलाई पनि म स्वागत गर्न चाहन्छु हाम्रो भेनम दिदी र हाम्रो यहाँ ट्राफिक सर्कल लप परेको ठाउँको चेकिङ पनि हामी आइसकेको छौँ ठ्याक्कै हाम्रो भेनम दिदीको सर चाहिँ यतै चेकिङ गर्नुहुन्थ्यो चेकिङ यतै हो त हाम्रो गाईजी हाम्रो यता हुनुहुन्छ गाईजी ह्याप्पी लक्ष्मी हाम्रो लक्ष्मी हुनुहुन्छ कहाँको लक्ष्मी रहेछ हौ लक्ष्मी होइन चाहिँ गोरु पो रहेछ लक्ष्मी भनेको गोरु रहेछ क्या त्यो हो उहाँलाई मैले फुल टिपेर लगाइदिइसकेको ए घर हुनुहुन्छ हाम्रो रुम ठ्याक हिँड्ने होइन अनि त्यसको बाहिर ठाउँ छ यहाँ टक्क लाएर यो प्रोफेसनल यो ग्राउन्ड हो होइन प्रोफेसनल ग्राउन्ड भएपछि यहाँ मौसम भनौँ रेस्टुरेन्ट भनौँ सब लाग्छ सब हुन्छ यहाँ होइन म भित्रकै बेडरुम छ त्यहाँबाट हाम्रो यहाँ टक्क लाएर उहाँ त्यहाँ बस्नु भइसकेको छ भनेदेखि त्यसपछि हाम्रो यहाँ ठ्याममा ल्याएर सोफा छ मैले आफै बनाएको सोफा छ होइन त्यही हो गाइस अब अर्को न्यू भ्लगमा भेटौँला त्यही हो झन्टाडा